यदि तपाईलाई आज पढ्न पाउने अवसर छ तर तपाईं त्यसलाई इग्नोर गर्दै हुनुहुन्छ भने एकपटक यो भिडियो पूरा हेर्नुहोस्। किनकि हजारौं बच्चाहरू आज पनि पढ्न नपाएर आफ्नो सपना गुमाइरहेका छन्। हाम्रो समाजमा अझै पनि धेरै बालबालिकाहरू विद्यालय जान पाउँदैनन्, कोही गरिबीका कारण, कोही काम गर्न बाध्य भएर र कोही चेतनाको अभावले। जहाँ तपाईं मोबाइल चलाउँदै बस्नुहुन्छ त्यही उमेरका बच्चाहरू इट्टा बोकिरहेका छन्, होटलमा काम गरिरहेका छन्, आफ्नो बाल्यकाल नै गुमाइरहेका छन्। इम्पोर्टेन्स अफ एडुकेसन भनेको केवल किताब पढ्नु होइन, यो तपाईको सोच बदल्ने शक्ति हो, यो तपाईको फ्युचर बनाउने आधार हो। एडुकेसनले तपाईलाई सही र गलत छुट्याउन सिकाउँछ, आत्मनिर्भर बनाउँछ, समाजमा सम्मान दिलाउँछ। एक एडुकेटेड व्यक्ति मात्र हो जसले आफ्नो परिवार र देश दुवैलाई अगाडि बढाउन सक्छ। युथ रेस्पोन्सिबिलिटी, आजको युथ नै भोलिको देश हो। यदि युथ गलत बाटोमा गयो भने देश कहिल्यै अघि बढ्न सक्दैन। तर यदि युथ सचेत भयो भने देशलाई परिवर्तन गर्न धेरै समय लाग्दैन। तपाईं के गर्न सक्नुहुन्छ? आफ्नो समय सही ठाउँमा लगाउनुहोस्, सोशल मिडियामा वेस्ट टाइम कम गर्नुहोस्, नयाँ स्किल्स सिक्नुहोस्, अरूलाई पनि मोटिभेट गर्नुहोस्। सबै याद राख्नुहोस्, तपाईको आजको मेहनत नै भोलिको सफलता हो। आज तपाईले पढ्नुभयो भने भोलि तपाईले नेतृत्व गर्नुहुन्छ। आज तपाईले समय खेर फाल्नुभयो भने भोलि पछुताउनु बाहेक केही बाँकी रहँदैन। तपाई चेन्ज बन्नुहोस्, किनकि देश चेन्ज गर्न अरू कोही आउने छैन।